सरकार र सुनसरीको देवानगञ्ज घटनाका पीडित पक्षबीच 6 बुँदे सहमति भएको छ। सहमतिसँगै आन्दोलनरत पक्षले मृतक ओम प्रकाश मेहता र जयप्रकाश मेहताको अन्तिम संस्कार गर्ने निर्णय समेत गरेको छ। गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा भएको सम्झौता अनुसार दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। साथै मृतकका परिवारलाई प्रति परिवार 10 लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ। सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता समेत जनाएको छ। साथै विवादमा रहेको देवानगञ्ज 3 स्थित मदरसाको कानुनी हैसियत बारे पनि तत्काल छानबिन सुरु गरिने भएको छ। यसका साथै प्रत्येक मृतकका परिवारबाट एकजना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने र मृतकद्वयको स्मृतिमा पार्क समेत निर्माण गरिने सहमति भएको छ। छानबिन समितिको प्रतिवेदनका सुझावहरू पनि कानुन अनुसार कार्यान्वयन गरिने जनाइएको छ। सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरुङ र पीडित पक्षका तर्फबाट अभिभावक नरेश मेहता लगायतले हस्ताक्षर समेत गरेका छन्। हाल गृहमन्त्री सुदन गुरुङ सुनसरीमै रहेका छन्। ये बुदा ठीक लगले एहि पर सहमति करल जा सके के अहिज मृतक जय प्रकाश महतो के अभिभावक नरेशो महतो जी अहिज साइन कर चुकल है।